कतिवटा खिर लिनुहुन्छ? दुईटा। दिपाले गाली गर्छ कि? गर्दिन। तिमीलाई गाली गर्छु कि? मलाई मैले नगर्ने छोरालाई हट गरेको भन्छु के? पिट्दिनु है मम्मी है? हुन्छ। मेरो छोरालाई त्यसै मेरो छोरो भन्दै बस्दै गर्ने कि मेरो छोरो मेरो हजुरको म छोरो। तिमी हो मेरो छोरो खै त ए तिमी हो तिम्रो छोरो खै त तिम्रो छोरो मेरो छोरो यो ए हो र कस्तो छ त तिम्रो छोरो राम्रो हो राम्रो यसो मुख देखाएको त कस्तो रहेछ मुख देखाउ ए बाबुको छोरा हो ए कहिले पाएको नि बाबुले तिनै अस्ति नै ए कति वर्षको भयो छोरो पर्सि 1 वर्षको हुन्छ ए त्यसमा त भइहाल्यो नि छोराले कहाँ काम गर्नुहुन्छ त नि हजुरको हजुरको मेरो 12 मा हुन्छ अनि सफा गर्नुहुन्छ अनि स्कुटी माच्नुहुन्छ अनि बारी खन्नुहुन्छ बारी पनि खन्नुहुन्छ छोराले आमाले सक्नुहुन्न फेरि छोराको आमाले हो म छोराको आमा बाबु छोराको आमा हो सुत ए अनि दिपा कसको छोरी हो त नि दिपा कसको छोरी हो र दिपा म छोरी हजुरको छोरी ए तिमी मेरो छोरी तिम्रो छोरो कुन अरे यो बाबु ए यही हो अनि छोरी कहाँ गई त छोरी त बाबुको छोरी कता गई मेरो छोरी माथि हो किन गएको गएछ नाम बाबा मैले नाम बिर्साउने हो भर्खरै बाबा भनिन अहिले भर्खर मेरो छोरो भन्दै बस्दै गरेको थिइन् कसलाई खुवाउने मम्मी हजुरलाई खुवाउने म खान्न खाउनु म खान्न के नाम खान्छौ भाइ मैले खान्न के नाम खान्छौ खान्न के अब हजुरको नाम खानुहुन्छ जाउँ नाम खाने म खान्न जाउँ नाम खाने जाउँदैन मलाई मिठो लाग्दैन मलाई कोचाउँछ दिपाले म खान्न म पनि खान्न हजुर खानु है म खान्न है म खान्न हजुरले नि खानुहुन्न कसले खाने त दिपा आफै खाने आफै खा भन्नु भयो है अहिले आउँछ नि आफै खा भन है मैले खानु मेरो मम्मी भिडियो पठाइदिनु कसलाई पठाइदिनु बाबु निसालाई ए हो